आज के छ सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। आज चाहिँ हामी कहाँ जाँदैछौँ भने चाहिँ आज चाहिँ हामी ढुम्बे डाँडामा जानेछौँ होइन साथीहरूसँग मस्त घुम्नलाई। र हामी चाहिँ यहाँनिर आइसक्यो सबैजना अनि 2-3 जना चाहिँ उहाँ छ। यसलाई भनेको होइन यी हाम्रो के अरे अब ग्याङमा छिर्नुलाई अब इन्ट्री फी कति 1000 भनेको होइन। अब ल के भनेर हाँसेर पादेर फुस्स भइदिन्छ र। ल तपाईँहरूलाई म एउटा मन्दिर देखाउँछु है। यो चाहिँ त्यो मान्छे सुत्ने मन्दिर। के बोले भाइ? के बोले? हारवाला मन्दिर यस्तो सर सबै चिनिया पुरै ल यहाँ चाहिँ 12 चढाउँछ फेरि मन्दिरमा। 2-3 साथीहरू उहाँ बसेर थियो भनिरहेको थियो अघिदेखि फोन गरिरहेको थियो। अब 50 रुपैयाँ यसलाई माग्न यसलाई 50 रुपैयाँ हाल्दै थियो यसलाई कस्तो लड्दाखेरि पछाडि घर यता लुगाएर यताबाट यहाँ हातेर पर्छ हैन के हो त्यो? घरमा राखेर खोलामा टिकट माग्छ हो अनि जा घरमा जा घरमा राखेर कहाँ किन हुन्छ? 50 भयो के यहाँ धुम्बे डाँडा चढ्दै होइन अझै 1-1.5 घन्टा लाग्छ होला। अनि चढेको यहाँ 10 मिनट भएन होला। गर्मीले यस्तो भइसक्यो नि बाटो यस्तो छ है। अर्कोमा सबभन्दा पछाडि आउँदैछ पङ्खा हम्किँदै। अनि हाम्रो चाहिँ केटाहरू ल अगाडि जाँदैछ होइन यस्तो गर्मी छ नि। अनि हाम्रो यहाँ भरिया यस्तो गर्दा रेडियोतिर प्रचार के छ श्याम हजुर काका हेर्न हाम्रो घर बनाऊँ भनेको सामान कहाँबाट आइया पानी ट्याङ्की गीत गा अघि लौरेको छिटो लौरे ल छेउतिर उहाँबाट आएको हामी यस्तरी होइन। अनि यहाँनिर यस्तो दामी छ नि। फेरि यहाँबाट यस्तरी जानुपर्ने हुन्छ क्या हामी यहाँबाट चिसो खाने भने न पाउँ एउटा मरिन थाल्छ। यता फेरि अटो सटो गाडीहरू सब हिँड्छ यता बाइक आयो झर्न पुग्छ भाइ झर्न ल कस्तो गर्मी भएको यार मर्छ क्या अब माछालाई के दिउँ चाहिँ अब के बिर्कोमा खाने हो क्या यो खै कहाँ ओ यो त घाँसै घाँस हो क्या। यति बाटो भयो काठमाडौँसम्म हिँडेर गइदिन्छु। यति बाटो भयो काठमाडौँसम्म हिँडेर गइदिन्छु। त्यो छ त नि खोइ त्यसलाई बोला न हो मैले लोभ नगरिकन अलिअलि खाएँ अहिले प्याक मेरा तपाईँले दिनुपर्छ आयो अहिले एकछिनमा खुवाउनु पर्छ। कस्तो नाकै चिसो भएको आँखाबाट आउँछ खाए तैँले मैले खाएर त तला दिएको नि पाडेर दे पाडे भाइलाई पनि दे 2-3 बिर्को तला दिएको नि पाडेर दे पाडे भाइलाई पनि दे 2-3 बिर्को पर्यो धेरैमा जुरो नहालिकन खाएँ भयो खोइ त मोटे लाग्यो मोटे हल्ला धेर खानु हुँदैन
घेरान हुँदैन ले तले के हो भेट्दैन त त्यो कराएको चाहिँ के हो ढुकुर बल्ल बल्ल सम्बो आएको थियो होइन ल फेरि उकालो आइदिइरहने सम्बो होइन हौ, समूह के हो भेट्दैन त त्यो कराएको चाहिँ के हो ढुकुर बल्ल बल्ल सम्बो आएको थियो होइन ल फेरि उकालो आइदिइरहने सम्बो होइन हौ, समूह ल हाम्रो त्यो हाइदा चाहिँ बाँदर छ है बाँदर ल कराउँछ भने क्यौ गर्छ भन्छ भन्छ है राडाले बाटोमा आइरहेको थियो है His name must Hey, be Jikyo. what the fuck? नाम यार अहिले खराब दिलान चुराप कति छेउमा लाग्यो ल ल ल हट न अब यसलाई चाहिँ हामीले सुताइदिनु पर्छ नान आइ सरी सुताइदिनु पर्छ नान आइ सरी अब यसलाई सुताइदिनु पर्ने हुन्छ लागेर ल अचार बनाउने अब को खानु छ आउने लोकेसन दे लोकेसन चाहिँ यता र यताको बिचमा घारी हो न अब यो चाहिँ सब सकुवा हो है यो सकुवाको बोट पुऱ्यो अनि यतातिर सुगाको बोट अनि उयो डाँडा चाहिँ के अरे परेवा भिर रे अरे बाबी भिर भनेको सुन्दैन पाखे त भन्नु मिल्दैन है गाइस परेवा भिर रे यो चाहिँ पहिला चाहिँ परेवा बस्थ्यो रे अनि अहिले चाहिँ कनालको दिवस भएर सबैजना छुटेर गयो सबैजनाको त्यो दिवस भएछ मान्छेहरू आएर अनि मार्ने के गर्ने भएर चाहिँ अनि परेवा अहिले बस्दैन अरे तर मार्दैन अनि के त गर्दैन होला नि त्यही त के के त के गर्छ त्यो दुईटा तिनटा खोइ त्यो डाँडा त त्यही जानै पर्ने छ त्यहाँको हो त्यो कहाँबाट आयो अनि यताबाट त जाने बाटो बाटो यहीँ हो कि बाटो त्यही ठाउँमा पुगिहाल्छ पुग्यो। कि सुन्दैन भन्दा ल कराएको र त्यो उहाँबाट आयो हामी चाहिँ यस्तोबाट मासल अझै 1 घन्टा यहाँ न मुनि बाटो देखा न यो मुनिबाट है हामी चाहिँ देखाइदिएन सबले के देखेन मजा छ उता चाहिँ लखन्ती खोला धोरे अनि यताबाट ल हामी घुम्न बोकेर हो घुम्न जाउँ ओ त्यो घरमै छ होइन खोइ कता होला काम गर्नु गएको आउनु खोज्यो अरे धुम्बे अन्त पाडे म आउँदै थिएँ एम्बुलेन्सको टाउको भेटेँ धुम्बेको मुखमा आयो मुखमा आयो अघि चाकमा थियो चाकमा त अघि नै उहाँ पुगेँ अझै मुख त यसको अझै म यहाँ छरिक अगाडि म यहाँ यो त सानो भन्छ सानो कोरे कोरे ओ मेरो भेजे लगाएछ त्यसले त्यसलाई खोज त्यसलाई खोज यो पो रहेछ मा तँ कहिले आएको हिजो ओए ओए यस्तो हो नि त ठाउँ आउनु गाह्रो तर भ्यू चाहिँ दामी के मस्त हेर्नु न सर ढुम्बेको चाहिँ सबभन्दा पहिलो घर है ठ्याक्क ढुम्बे आएपछि देख्ने यो बोर्डमा चाहिँ के हो भाइ के ले घरको हो क्या चुप्लाएर हिँड्न यता जाउँ न जताबाट गयो भने पानी चाहिँ लिएर आउँदैन पहिला ऊ स्कुल पनि रहेछ त्यहाँ ए सबैभन्दा सुरुमा यो घर अनि त्यसपछि अलिकति माथि म त्यहाँ पनि धार
उति होला यो थाहा हो कि त्यहाँ होला यो विद्यालय देखेन मेरो त आँखै बिग्रेछ यो जस्तो देखेछ बिहालय कति सानो रुख हो रुखको बाहिरबाट ल्याउँछ रे हैन भित्र खोल हुन्छ नि त्यो भित्र टाँसिन्छ रे अनि त्यो खोल त कुइँदैन नि त त्यो कम्तीमा पनि गेस गर्दा कति वर्ष भयो होला यो के रुख आफैले 100-150 जाने कति वर्ष यो 50-60 भन्दा बढी हो यो कति 70-80 वर्ष भयो होला नो अहिले 70 चाहिँ नभन्नु 30-32-40 त्यस्तै होला त्यत्रो मोडो यो गाउँमा कोही जन्मेको थिएन त्यो हुनु यो गाउँको मान्छेले आउनु भन्दा अगाडि थियो होला अनि यो मान्छे गाउँमा बसेको भित्र भित्र खोला पार्ने सबै हट्छ होला पहिला मलाई यो गाउँ अझै पनि माया सब यस्तो उयो छ हो मलाई अझै भाँच्नु गरेको कन्टेन्ट फ्री हाउस हो कन्टेन्ट खोज्यो नि कहाँ छैन छैन यहाँ पनि छ कन्टेन्ट छैन हगेर मलाई केक बनाइदियो नि पहिले भने ओहो गाइस काट्यो तिम्रो युट्युबमा हाल्नु भने त्यो फोनमा पिन्दुली पिल्दो अहिले मरिन हो कि कुन देख्छ रे मरिन खोला त उही मुनिबाट पनि देखेको उहाँबाट मरिन खोला देख्छ त्यहाँबाट वाट यो चाहिँ कति 500 अघि हामीले यो देखेका वहाँबाट हो वहाँबाट युनिक हामीले यस्तो आए अनि यहाँ चाहिँ पुरै लखन्ती हो कि कुन हो फर्स्टको पहाड भनेको यो चढेर आएको अनि त्यसमा यो आएको अब यो अब यो त्यसपछि उयो आउँछ नि मान्छे ल हामी चाहिँ यहाँ बसेर फोटो सोटो वहाँ गएर कहाँ जाने भने उता अब चाहिँ यहाँ फोटो सोटो खिचेर अनि हामी चाहिँ अब एकछिन भ्यू स्यू हेरेर अनि हामी चाहिँ अब खाजा साजा खानु जानु खोजिरहेको थियो उतैबाट जाने भनेको तल पागल हो क्या आयो त के हो ल यत्रो खा भला च अब नि के कसले यहाँ यता चाहिँ ल अब हामी तपाईँहरूलाई एकैचोटि खाजा खाने बेला भेट्छौँ ल अब यहाँ बाजालाई ढोक्ढाक्ने के घर हामी यता स्कुलनिर पुगेर जाने गर्छ कन्टेन्ट हुन्छ हुन्छ यो बाजेलाई ल अब यो बाजेलाई नि होइन ढोक्ढाक तँ भन न भाइ म भन्नु यो बाजी झ्यापमा छ यो बाजी झ्यापमा छ के थियो चढिसक्यो सर्व अघिको सेतो सर्व थियो अरे यहाँ गयो देखेन यार सिजर आयो ल अहिले चाहिँ पसल आइसक्यो होइन अब कहाँ हो यो कुन कोठामा हो कता पऱ्यो डिजाइन हेर्नु नि यहाँ डिजाइन यही हो कि ऊ त्यो आन्टी आयो त त्यो आन्टी सोध न सोध्दैन अनि यो मैले चाहिँ फर्स्ट टाइम देखेको होइन के अरे जन्मेकोदेखि यो घट्टा हो कि के भन्दै यसलाई मकैसकै पिनाउने गर्छ यस्तो चाहिँ हाम्रोतिर चाहिँ मेल हुन्छ हामीले त्यहाँ चटपट सरपट लिएर अब स्कुल छ त्यहाँ अगाडि अनि स्कुलमा गएर खानुपर्ने हुन्छ चारा हो चटपटेलाई कति रुपियाँ ल्याएको चौचनी हाल्दै हो एउटा त्यहाँ भित्र चौचनी छ त्यो चटपटेको 100 रुपियाँको त्यति थोरै के छ त त्यति धेरै पानी खोइ त एक साग छैन मोडमा स्कुल थियो भन्दा पछाडि बस स्कुल हामी फर्स्ट टाइम आउँदाखेरि यो यताको मात्रै हो स्कुल त्यहाँ छ है अगाडि
ल अब हामी चाहिँ यहीँ बस्ने अनि घाम घाम पानी ल्याएको छ साला ल्याएको सबैले नै यहाँ धारा खोज्नु त धारा यता धारा होला हेर त वरिपरि सबै घुम खै अलिकति यता चाहिँ अलि त अलिकति ले न कहाँ फुगा रहेछ फुगा रे फुगा त मेरो बाँडफाँड हुँदैछ यहाँ 50 रुपियाँको चक्लेट बाँडफाँड चटपटे यहाँ बन्दैछ अब यस्तो बतली खुट्टामा केटाहरू मलाई राखेन त 3 भइसक्यो केटाहरूले एउटा मात्र छ एउटा खुसी ऊ खुसी मोमा हालेको यो नि ममा हाल्ला केटा एकछिन न नखा हेर नखा भन्दैछु बराइलीको अहिले यहाँ मिसिन्छ एकैचोटि खाएर भेट्छु तपाईँहरूलाई सिधै अनि पानी खान आएको त ल धारामा पानी नै आउँदैन अब चाडेरै चित्त बुझाउने हो छोड्दै अब धारा फाट त्यो अफिस मालूम है तेरे बाप को मत सिखा भित्र रहेछ पानी छ भित्र पानी के फोडफाड गर्ने हो त ताल्चा पान्छन् गाई अब के गर्ने हात चाहिँ यति हुनुभयो यस्तो हुनुपर्छ कि मान्छे खाएपछि सब गर्ने खाजा खाएर अनि यताबाट आएको हामी चाहिँ हराइसक्यो बाटै ओइ यताबाट जाउँ न एकचोटि पागल मुन सिधै घर निक्लिन्छ कि यताबाट गयो भने गाई चाहिँ अब हामी चाहिँ अब यतै धुम्बेतिर बास गर्नु पर्ला जस्तो छ हो यार यताबाट यस्तो निस्क्यौँ यहाँ माथि हो निस्क्यौँ उतैबाट अब म यहाँबाट अघि नै वहीँबाट हिँड्नु तिमीहरूलाई साटो भेटाएर अनि हामी यहाँ आइसक्यो माथि यहाँ पानी खाएर एकछिन यस्तो बसेको होइन यस्तो हावा आयो नि टाढो छ नि वहाँ हिँड्नु पर्छ अबको 2 वर्षपछि हो त्यसपछि सबै भाले गाउँकै किनेर लिएर जान्छ कस्तो आनन्द आयो यार तर घाम चाहिँ डेन्जर लागिरहेको छ हावा आएर चाहिँ केही भएन कि घामले पोलाएन हावा आएर खोइ अलिकति दिएन हामीलाई दोरत सोरत अब तपाईँहरूले एकचोटि दमा गरेको छ हामीले अब यहाँ नुहाउनु पर्ने हुन्छ रान्डीका मोबाइलले हाम्रो साकला बिन्दुलो कोसा ल आजको भ्लग चाहिँ यति नै हुन्छ अब लास्टसम्म हेरिदिनु भइदिएकोमा धेरै धेरै धन्यवाद बाई बाई